अब आज रक्सीको म टुङ्गो लाएर छाड्छु। एक दिन होइन, 2 दिन होइन, सधैँभरि रक्सी खाने हो कि रक्सी छोड्नु कि मलाई छोड्नु? बुढी पहिले मेरो कुरा सुन त, एकछिन यहाँ बस् त। अब हेर, मैले तँलाई बिहे गर्नुभन्दा पहिले यो रक्सी खान थालेको, अनि तँलाई मैले बिहे गरेको। पहिले यो रक्सी मेरो जेठी बुढी भई, त कान्छी बुढी भइस्। अब न म यसलाई छोड्न सक्छु न तँलाई छोड्न सक्छु। अब कसरी म छोड्नु त भन् त? आज निर्णय गर्नै गर्नुपर्छ तपाईँले, कि मलाई छोड्नुपर्छ कि रक्सी छोड्नुपर्छ। ल ल मैले तँलाई छोडेँ, जा घर छोडेर जा। रक्सी छोड्नु, जेठीलाई कसरी छोड्नु म? जेठीलाई छोड्न सकिन्छ? माया हुँदैन?